हेलो हेलो साथीहरू नमस्ते नमस्कार गुड मर्निङ नमस्कार साथीहरू हामी चाहिँ अब फेरि ड्युटी हिँड्नेको अवस्था है मम्फली र गुड मिसियाको खाने भानु साथीहरू गुड खाएपछि चिसो हरान्छ अरे हामी चाहिँ अब फेरि 2 दिन लाग्यौँ कामतिर जाडो छ अनि मुख मिठा गर्दै खानौँ भनेको अनि साथीहरू के गर्दै हुनुहुन्छ संसारैमा हुनुहुन्छ होला यसलाई के भन्छन् अस्ट्रेलियामा यसलाई के भन्छन् बहिना गुड पापडी के रे गुड पापडी गुड पापडी घच्चक भन्ने रहेछ घच्चक हाम्रो गाउँमा अब मैले खास गरी खान्न थिएँ थाहा पनि छैन भन्नाले अब यहाँ बसिकन जे भयो नि सबैले खाया देखेँ अनि टिपिकन म पनि सिक्नु पर्यो खाने कसरी खान्छन् भनेको मिठा मिठा हुने रहेछ मोलो मोलो हुने रहेछ साथीहरू बडम र गुड पिघलाइकन हाम्रो अस्ट्रेलिया पेवर भाषामा बडम भन्छन् कि यहाँ मम्फली भन्छन् त्यही भएर बाटोमा चिसो छ अनि मुख मिठा गर्दै कन्डे गरेर खाने गरेपछि राम्रो कति मिठो छ घच्चक भन्ने रहेछन् घच्चक भन्ने रहेछन् उतातिर म बसेर ठाउँ गुड पापडी भन्थे अब नेपालमा के भन्छन् त थाहा छैन फेरि अरू साथीहरूलाई हाम्रो साथीहरूले के भन्नु छ भने तपाईँहरू भनिदिनु होला नेपालतिर घरतिर यसलाई के भन्छन् भनेर कमेन्ट गरिदिनु होला अर्को म के भन्नु घचक पचक खाएर गचक पचक के भन्छन् नेपालतिर भन्छन् होला गुड पापडी भन्दै हुनुहुन्छ यसलाई बडम र गुड मिसाएको अस्ट्रेलियामा के गर्ने साथीहरू जाडो छ अनि टुपी पनि कान पनि एउटा ढलेको छ आज त पछाडि पो ढलेको छ त कान पनि अहिले सिधा भयो अब के गर्ने साथीहरू ड्युटी जाने बेला भयो अब चिसो छ जानला यस्तै छ साथीहरूले अनि नास्ताहरू चायहरू खानुभयो कि नै